नमस्ते। आफ्नो तलबको स्लिप हेर्दा हरेक महिना CIT भनेर एउटा रकम काटिएको देख्नुभएको छ? आखिर यो के हो अनि यसले हाम्रो भविष्य र कर बचतमा कसरी मद्दत गर्छ त? ल, आज हामी यही नागरिक लगानी कोष अर्थात् CIT को बारेमा सबै कुरा एकदमै सरल तरिकाले बुझ्ने कोसिस गरौँ। ल, आज हामी के कुरा गर्छौं सरसर्ती हेरिहालौं। हामी 5वटा सरल चरणमा CITलाई बुझ्नेछौं। यो के होबाट सुरु गरेर यसका फाइदाहरू के छन्, यसले काम कसरी गर्छ र सबैभन्दा महत्त्वपूर्ण यसले हाम्रो कर र रिटायरमेन्टमा कस्तो असर पार्छ, यी सबै कुरामा हामी छलफल गर्नेछौं। ल, सुरु गरिहालौं सबैभन्दा पहिलो र आधारभूत प्रश्नबाट। आखिर यो CIT हो चाहिँ के? हो, तलबको स्लिपमा त यो हरेक महिना देखिन्छ, तर यो वास्तवमा केका लागि काटिएको होला? यो खालि एउटा कटौती मात्रै होइन नि, यो त हाम्रो भविष्यको लागि गरिएको एउटा महत्त्वपूर्ण लगानी हो। भन्नुपर्दा नागरिक लगानी कोष भनेको नेपाल सरकारको एउटा वित्तीय संस्था हो। यो सन् 1991 मा स्थापना भएको थियो र यसको मुख्य उद्देश्य के थियो भने हामी जस्ता नेपाली नागरिकहरूको बचत, खास गरी रिटायरमेन्टको लागि जम्मा भएको पैसालाई राम्रोसँग व्यवस्थापन गर्ने र त्यो पैसालाई देशको आर्थिक विकासमा पनि लगाउने, मतलब यो हाम्रो पैसालाई सुरक्षित राख्ने र बढाउने एउटा सरकारी ग्यारेन्टी जस्तै हो। अब एउटा रमाइलो कुरा के छ भने CIT भनेको पैसा जम्मा गर्ने खुत्रुके मात्रै होइन है। यसले त पेन्सन, उपदान, सञ्चय कोष जस्ता विभिन्न कार्यक्रमहरू चलाउँछ। यसको अर्को महत्त्वपूर्ण काम भनेको हाम्रो रिटायरमेन्टको पैसालाई हामीले काम गर्ने कम्पनीको आर्थिक अवस्थाबाट छुट्टै सुरक्षित ठाउँमा राख्नु हो, अनि त्यो पैसालाई व्यावसायिक रूपमा लगानी गरेर बढाउने काम पनि यसैले गर्छ। ल, अब लागौं सबैभन्दा महत्त्वपूर्ण कुरातिर। CITमा सामेल भएर हामीलाई के फाइदा हुन्छ त? CIT योजनामा सहभागी हुनुका फाइदा छन्। पहिलो कुरा, यो सरकारी संस्था भएकोले हाम्रो पैसा डुब्छ कि भन्ने कुनै डर भएन, एकदम सुरक्षित। दोस्रो, हामीले जम्मा गरेको पैसामा नियमित ब्याज आउँछ, पैसा आफै बढ्दै जान्छ, अनि भगवानले नचिताएको केही भइहाल्यो भने पनि परिवारले सुरक्षा पाउँछ। तर सबैभन्दा ठूलो र तत्काल देखिने फाइदा भनेको चाहिँ हरेक वर्ष करमा पाइने ठूलो छुट हो। यही हो यसको मुख्य आकर्षण। त्यसो भए यसमा सहभागी हुने कसरी त? ल, आउनुहोस्, कर्मचारीहरूका लागि के कस्ता योजनाहरू छन् त्यो हेरौं। यहाँ हेर्नुस् त, यो तालिकाले कर्मचारीहरू CITमा कसरी जोडिन सक्छन् भन्ने दुई मुख्य तरिका देखाउँछ। एउटा छ नागरिक पेन्सन योजना। यो चाहिँ स्वैच्छिक हो, मतलब इच्छा लाग्यो भने गर्ने। जो कोहीले पनि महिनाको कम्तीमा 500 रुपियाँ जम्मा गरेर यो सुरु गर्न सक्छन्। अनि अर्को छ कर्मचारी बचत वृद्धि अवकाश कोष। यो चाहिँ प्राय ठूला संस्थाहरूमा काम गर्ने कर्मचारीहरूको लागि हो, जहाँ तलबबाटै पैसा काटेर जम्मा गरिन्छ। अब कुरा गरौं सबैभन्दा तुरन्तै पाइने र शक्तिशाली फाइदाको बारेमा। त्यो हो कर बचत। यो बुझ्न एकदमै जरुरी छ है। हामीले CITमा जति पैसा जम्मा गर्छौं नि, त्यो पैसा हाम्रो कुल आम्दानीबाट घटाइन्छ अनि मात्र बाँकी रहेको रकममा कर लाग्छ। यसको मतलब के भयो? सिधै कम आम्दानीमा कर तिर्नु पर्यो, जसले गर्दा तत्कालै हाम्रो पैसा बच्यो। अनि एउटा खुशीको खबर, सरकारले हालसालै यो छुटको सीमा बढाएको छ। अब CIT जस्ता रिटायरमेन्ट फन्डहरूमा गरेको लगानीमा 1 वर्षमा 5 लाख रुपियाँसम्म कर छुट पाइन्छ। सोच्नुस् त, 5 लाख? यो त निकै ठूलो राहत हो नि। ल, एउटा उदाहरण हेरौँ न त, यसले कसरी काम गर्छ भनेर। मानौ कसैको कर लाग्ने आम्दानी 15 लाख रुपियाँ छ। यदि उसले CITमा केही पनि जम्मा गरेको छैन भने पुरै 15 लाखमा कर तिर्नु पर्यो। तर यदि उसले CITमा 5 लाख रुपियाँ जम्मा गर्यो भने उसको कर लाग्ने आम्दानी घट्छ र अब जम्मा 10 लाखमा मात्र कर लाग्छ। देख्नुभयो, सिधै कर जोगियो, पैसा बच्यो। ल, अहिलेसम्म त हामीले पैसा जम्मा गर्ने र कर बचाउने कुरा गर्यौं। अब अलि पर भविष्यमा जाउँ। जब हामी रिटायर हुन्छौं र त्यो पैसा निकाल्ने बेला हुन्छ, त्यसमा कर कसरी लाग्छ त? यो पनि त जान्नु पर्यो। यो एकदमै महत्त्वपूर्ण छ। CIT जस्तो सरकारबाट स्वीकृत भएको अवकाश कोषको फाइदा यहीँनेर देखिन्छ। जब हामी रिटायरमेन्टमा पैसा निकाल्छौं, हामीले जम्मा गरेको हाम्रो आफ्नो साउमा 1 रुपैयाँ पनि कर लाग्दैन। कर लाग्छ त केवल त्यो लगानीबाट भएको नाफामा, अनि त्यो पनि जम्मा 5% मात्रै। यो त एकदमै राम्रो कुरा हो। यसको मतलब के हो भने एउटा स्वीकृत कोष रोज्दा हामीले दुःख गरेर कमाएको र जोगाएको पैसामा एकदमै थोरै कर लाग्छ। यो भनेको दीर्घकालीन रूपमा सोच्दा एकदमै बुद्धिमानी निर्णय हो। ल,
अहिलेसम्मका सबै कुरालाई सारांशमा भन्दा हाम्रो सिआइटी यात्रालाई 3वटा सरल चरणमा हेर्न सकिन्छ। पहिलो चरण, सिआइटी योजना मार्फत नियमित रूपमा आफ्नो भविष्यको लागि बचत गर्ने। दोस्रो चरण, हरेक वर्ष 5 लाखसम्मको रकम आफ्नो कर लाग्ने आम्दानीबाट घटाएर तुरन्तै कर बचाउने। अनि तेस्रो र अन्तिम चरण, पछि रिटायरमेन्टमा आफ्नो जम्मा भएको रकम निकाल्दा केवल नाफामा 5% मात्रै कर तिरेर फाइदा लिने। अब अन्त्यमा एउटा प्रश्न छोडेर जान चाहन्छु। सिआइटीको बारेमा बुझ्नु भनेको आफ्नो आर्थिक भविष्यलाई सुरक्षित बनाउने दिशामा पहिलो कदम चाल्नु हो। प्रश्न यो हो कि के हामी आफ्नो अवकाशको लागि साँच्चै तयार छौं त?